हजुर नमस्ते मेरो नाम लामा कञ्चुक युन्तेन। जुन यो पूजा भइरहेको छ देवाली छोटेलमा यो पूजा जुन 10 दिनको भनेर हामीलाई जानकारी गराएको छ। यो पूजाको महत्त्व के रहेको छ र कहिलेदेखि कहिलेसम्म हुनेछ, कहाँबाट श्रद्धालुहरू आउनु भएको छ, अलिक जानकारी गराइदिनुहोस्। हजुर हजुर अब हाम्रो यो पूजा चाहिँ हाम्रो एभ्री सालमा अब यो छ हाम्रो अब लेट हिज होलिनेस क्याप्जे डुप्चेन रिम्पोछे उहाँको विषयमा। अन्त उहाँले अब यो डुप्चेन भनेर हाम्रो एउटा साधनाको अब पूजा भन्छ, हामीले डुप्चेन भन्छ। त्यो चाहिँ अब हाम्रो 3 तारिकको त्यस्तो पूजा थुप्रो टाइपको हुन्छ, तर हामीले चाहिँ यहाँ कागोङ फुर्सोम भन्छ। अन्त एउटा विद्याधारा, अनि एउटा चाहिँ हाम्रो वाजर किलाया। अन्त योपालि चाहिँ हाम्रो 8 सदानाको अब त्यो पूजा हुँदैछ। अब यो चाहिँ डुप्चेनको मतलब चाहिँ हामीले चाहिँ अब 24 आवर्स अब पूजा चाहिँ कन्टिन्यू गरेर, अन्त हिजो हामी 9 तारिकदेखि लिएर अन्त हाम्रो टिबेटन न्यू इयर लोसरको अब त्यो 18 तारिकसम्म चाहिँ हाम्रो कन्टिन्यू यो पूजा चाहिँ हामीले गराउँछौँ। अन्त सधैँ हामीले त्यो गरिराखेको छ। अन्त एभ्री पछि चाहिँ यो 3टा चाहिँ फेरि गरेर हामीले त्यो गर्छौँ। अन्त योपालि चाहिँ 8 सदानाको पूजा डुप्चेन चल्दैछ। अन्त यो जुन चाहिँ यो अहिले मेरो भन्नुभएको यो डुप्चेन चाहिँ किन गरेको भन्नु त, एउटा चाहिँ हाम्रो यहाँको अब एकदम नै अब सिक्किम चाहिँ एउटा पवित्र जग्गा हो। योभन्दा पवित्र जग्गा हामीले मान्छौँ एउटा हाम्रो अब सेकेन्ड लोटस बुद्ध गुरु रिम्पोछेको एउटा हिडन ल्यान्ड भनेर। अब हामी अरूतिर सबैमा अब फाइदा त हुन्छ, तर अरूतिर 1 साल तपाईँले तपस्या गरेको र यहाँ 1 दिन तपस्या गरेको यसको विषयमा गऱ्यो भने चाहिँ भ्यालु चाहिँ हामी बराबर छ भनेर हामीले एउटा विश्वास छ। त्यो गर्दा चाहिँ अब हाम्रो हिज होलिनेस रिम्पोछेले चाहिँ अब यहाँ सिक्किममा चाहिँ यो लगाएको अब झन्डै हामीले 30 वर्ष ज्यादा हुँदैछ। यो डुप्चेन चाहिँ कन्टिन्यू चलिरहेको छ। अन्त योपालि पनि हामी अब 8 सदानाको हाम्रो डुप्चेन हामी अब अस्ति 9 तारिकदेखि लिएर यो 18 तारिकसम्म हामी चल्नेछ। श्रद्धालुहरू कहाँबाट आउनुहुन्छ, भक्तजनहरू कहाँबाट आउनुहुन्छ यस पूजामा? हजुर अब पहिला अब हिज होलिनेस क्याप्जे रिम्पोछे हुँदाखेरि त अब थुप्रो कन्ट्रीबाट अब हङकङ भयो, ताइवान भयो, अन्त जर्मनी भयो, त्यहाँदेखि इटाली भयो, फ्रान्स भयो, अमेरिका भयो, यस्तो थुप्रो छ। अन्त अब योपालि चाहिँ अब हाम्रो बाहिरबाट यति साह्रो थुप्रो छैन, तर विशेष जस्तो भक्ति चाहिँ हाम्रो भुटानबाट आउनु भएको छ, अन्त भियतनामबाट आउनु भएको छ। अन्त मेन अब पूजा चाहिँ हाम्रो एउटा वर्ल्ड पिसको लागि अब स्पेसली हाम्रो यहाँ चाहिँ एउटा तपस्या अघि भनेको जस्तो तपस्या गऱ्यो भने सबैले फाइदा होस् भनेर त्यस्तो छ। श्रद्धालुहरूलाई के भन्न चाहनुहुन्छ? हिजोदेखि सुरु भएको हजुर 18 तारिकसम्म छ। हजुर 9 तारिकदेखि लिएर 18 तारिकसम्म। हजुर श्रद्धालु भक्तहरूलाई जो सिक्किम वरिपरि पनि हुनुहुन्छ, जसलाई थाहा छैन पूजा हुँदैछ भनेर। हजुर अब यो चाहिँ हामी एउटा यो पूजा चाहिँ हामी अब सबैको लागि हो, तर हाम्रो हिज होलिनेस क्याप्जे रिम्पोछेले नि हामी यस्तो हाम्रो न्युजमा पठाउने, इन्भिटेसन गर्ने त्यस्तो तरिका उहाँले त्यो गर्नु हुँदैन। जे हामी आफैले एउटा लामाको एउटा काम हुन्छ, एउटा आफ्नो ड्युटी हुन्छ, त्यो चाहिँ हामीले अब हाम्रो यहाँको कन्ट्रीको लागि, वर्ल्डको लागि, अब सबैको सेन्टेन बिङ्सको लागि के चाहिँ बेनिफिट हुन्छ त्यो चाहिँ हामीले गर्नु चाहिने, हामी आफैले गर्दैछौँ। त्यस्तै हो। श्रद्धालुहरू आफ्नै खुसीले आउँदा हजुर अन्त जो अब भक्तहरू जहाँबाट आउनुभयो पनि सबैले वेलकम छ, तर हामीले इन्भिट चाहिँ अब कसले पनि गरेको छैन। सबै जति आएको सबै आफ्नो मनले गरेर आउनु भएको छ। अन्त जुन चाहिँ यो 18 तारिकको बिहान चाहिँ अब जुन चाहिँ यो हाम्रो अब 10 दिन हामीले कन्टिन्यू एउटा हामीले डुप्चेन सदाना गरेको त्यसको एउटा अब के भन्छ अभिषेक चाहिँ त्यो दिनमा चाहिँ दिनु हुन सक्छ। हजुर 18 तारिकको बिहान। हजुर ल।